यसमा तपाईँको भगवान् विष्णुका प्रमुख 24 अवतारहरूको बारेमा छ। जस्तै त्यसमा तपाईँको कुर्म अवतार, 12 अवतार, नरसिंह अवतार, नरनारायण अवतार, कृष्ण अवतार, वामन अवतार, भीष्म अवतार, राम अवतार, कल्की अवतार, बुद्ध अवतार, हयग्रीव अवतार, राजा पृथु महाराजको अवतार, ऋषभदेव अवतार, मोहिनी अवतार, धेरै कुराहरू छ। र यसमा भगवान् को अवतार प्लस भक्तको लीलाहरू छ। भगवान् भन्दा पनि भागवत महापुराण भनेको 18 पुराणको सार हो। जब वेदव्यासले चाहिँ 4 वेद, 18 पुराण, 24 न्यायशास्त्र र 4 उपवेद सबै लेख्नुभयो। उहाँको मनमा अझै पनि सन्तुष्टि मिल्ने कलियुगमा जो जीवात्माहरू छन् उनीहरूको कलियुगका मनुष्यको उद्धारको लागि। सो उहाँले सोच्दै हुनुहुन्थ्यो। यति बेला चाहिँ नारद मुनि आएर चाहिँ उहाँको गुरु जो नारद मुनि हुनुहुन्छ उहाँले चाहिँ सोध्नुभयो, किन तिमी यति धेरै चिन्तित छौ भन्ने कुरा गर्नुभयो। र व्यासदेवले के भन्नुभयो भने चाहिँ कलियुगका मानिसहरूको लागि चाहिँ यो सम्भव छैन। यो महाभारत जति पनि छ, रामायण, योबाट उद्धार हुँदैन भनेर चाहिँ उहाँले श्रीमद् भागवतको महात्मा सुनाउनु भयो। यो चाहिँ भगवान् विष्णुको लीलाहरू छ र भक्तहरूको लीलाहरूबाटै कलियुगका मानिसको के हुन्छ, उद्धार हुन्छ भनेर। यही कुराहरू चाहिँ राजा परीक्षितले चाहिँ सुखदेव गोस्वामीले सुनाउनु भएको थियो। जब राजा परीक्षितको 7 दिनको समय थियो, उहाँलाई मृत्यु 7 दिनपछि हुन्छ भन्ने तय भएको। त्यति बेला चाहिँ उहाँले सबै राजकाजहरू छोडेर चाहिँ सुखदेव गोस्वामीले चाहिँ उहाँलाई सुनाउनु भएको थियो। अब उहाँको 7 दिनमा के गर्ने भन्ने सबै ब्राह्मण ऋषिहरू कहाँ जानुभयो। त्यति बेला सुखदेव गोस्वामी प्रकट हुनुभयो। सो उहाँले चाहिँ भागवतम 7 दिनमा सुनाउनु भएको थियो। त्यसपछि उहाँ चाहिँ भागवत धाम जानुभएको थियो। र यसमा के छ भने भक्तको लीलाहरू एकदम धेरै छ। धेरै कुराहरू जति पनि सृष्टि बनिरहेको छ योभन्दा पहिलेदेखि पुरा कथाहरू छ। यसमा भक्त प्रह्लादको कथाहरू एकदम धेरै फेमस छ। जस्तै त्यहाँ हिरण्यकश्यप एकजना असुर थियो, उसकै पिता हुनुहुन्छ। सो उसले चाहिँ आफूलाई भगवान् भन्ने एउटा के अरे उसमा चाहिँ अहङ्कार थियो। उसले चाहिँ एकदम धेरै तपस्या गरेको थियो कि म तीनों लोकको सबभन्दा सर्वश्रेष्ठ भन्ने। यसमा चाहिँ उसले एकदम धेरै तपस्या गरेर ब्रह्माजीबाट वरदान लियो, मलाई न दिनमा मार्न सक्छ, न रातमा मार्न सक्छ, न मनुष्यले मार्न सक्छ, न पशुले मार्न सक्छ,